8 बजे पनि यस्तो घाम लागेको छ। यहाँको बिजुली अब यहाँको चाहिँ बाटो अनि यहाँको चाहिँ वातावरण सबैभन्दा राम्रो पक्ष भनेको यहाँको चाहिँ पानी पर्ने र अलिकति कता कता पञ्चुस्सो हुने चाहिँ अलि चिसोतिर बसेको भएर होला यहाँको चाहिँ हल्का तापक्रम बढी हुने हो। अरू त सब ठिकठाक छ। नभए त यस्तो चाहिँ 8:30 बजे हाम्रो देश नेपालमा हुने भने लाइन भए पनि अन्धकार जस्तै हुन्छ। अझ लोड सेडिङ हुने हो भने त झन् अँध्यारो। त्यो भएर प्रकृतिले सबै ठाउँमा सबै कुराको साथ दिँदो रहेछ। तर गल्फमा चाहिँ प्रकृतिले एउटा पानी नपर्ने भएर पनि सधैँ समयमै पुगिने